यो भिडियो चाहिँ 2026 अगस्त 26 तारिकको रहेको छ, जुन चाहिँ नेपाल र चाइनाको बोर्डरमा रहेको एउटा हिमताल चाहिँ एउटा विस्फोट भएर चाहिँ आएको यो बाढी देख्न सक्नुहुन्छ, जसमा चाहिँ तपाईँले सुरुमा कति नर्मल तरिकाले आएको थियो। हेर्दा हेर्दै हेर्दा हेर्दै एकै मिनटमा तपाईँको यत्रो सिङ्गो बस्ती, एउटा सिङ्गो गाउँ नै एउटा डुबान भएको छ हैन। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर 1 मिनट बराबर चाहिँ एउटा बस्ती डुबान भएको छ। 12 वर्षमा खोला पनि फर्किन्छ भनेर चाहिँ बुढापाकाहरूको एउटा उखान रहेको थियो। त्यो उखान साँच्चै नै हुँदो रहेछ। त्यही भएर भविष्यमा कहिले पनि तपाईँले यस्तो खोला किनारमा रहेको खेत जग्गाहरू चाहिँ किनबेच नगर्नु होला, घर नबनाउनु होला। तपाईँ सुरुमा कति नर्मल थियो हैन, कति सानो बाढी आएको थियो, हेर्नुहोस् त 1 मिनट बराबर। अब यो मान्छेहरू यहाँ देख्न सक्नुहुन्छ तपाईँले, यहाँ भागिरहेको छ मान्छेहरू, बेचारा यिनीहरू 1 मिनटमा कति नै भाग्न सक्छन् र हैन। 1 मिनट बराबर त्यत्रो गाउँ पुरै डुबान गर्न सक्ने कति चाँडो चाहिँ आउँदो रहेछ त हैन यो बाढी पहिरो भन्ने चिजहरू। त्यही भएर यस्तो कुराहरू चाहिँ हामीले चाहिँ दीर्घकालीन सोचेर पनि यस्तो ठाउँहरूमा चाहिँ घर जग्गा किनबेच नगर्नुहोस् भन्न चाहन्छु। हेर्नुहोस् त तपाईँले देख्न सक्नुहुन्छ 1 मिनट बराबर तपाईँकै आँखा अगाडि सारा गाउँका मानिसहरू स्वाहा भए। हेर्नुहोस् त।